साथीहरू आज चाहिँ म काठमाडौँको अम्बाको बोटमा जाँदैछु। चोरेर खान लागेको हल्ला नगर्नुहोस् है, चुप लाग्नुहोस्। म यहाँ चढ्दैछु, हेर्नुहोस् है। साथीहरू मागेर खानुको लाज हुन्छ, चोरेर खानुलाई के को लाज? अब के भनेछु मैले? चोरेर खानु हुँदैन है साथीहरू। यसो मान्छेले नदेखि खाँदा त केही फरक नपर्ला। लौ न, अम्बाको बोट भनेर चरा त कागतीको बोटको पर्छ क्या हो साथीहरू। तर तपाईँहरूलाई खाएर पनि देखाउँछु है म। यी साथीहरू चुप है, चुप, हल्ला चाहिँ नगर्नु है। मैले 4 जना चोरे। साथीहरू यो अम्बालाई चाहिँ मैले मजाले धुँदैछु। कोही कोहीले चाहिँ यसलाई सुन्तला पनि भन्दो रहेछन्। हेर्दाखेरि साह्रै मिठो झरझराउँदो छ जस्तो नि लाग्यो है मलाई। अब चाहिँ मैले यो काठमाडौँको अर्ग्यानिक अम्बालाई काटेर खाँदैछु। तपाईँहरू पनि मुख बिठाउनु है। साथीहरू चोरेको अम्बा साह्रै मिठो, तर के गर्नु, मेरो फेसबुकमा धेरै भ्यू जाँदैन। यो अम्बावाला साउको कानको जाली फुट्ने गरी सेयर गरिदिनुहोस् है साथीहरू। अनि सेयर गर्ने साथीहरूले चाहिँ यो सुन्तला फ्रीमा खानु होला।